हेलो नमस्कार सेवने गुड मर्निङ सबैजनालाई। आज फेरि तपाईहरुको फेसबुक मार्फत एउटा छोटो भ्लग लिएर आएको छु। प्लिज सबैजनाले मेरो फेसबुकलाई फलो लाइक शेयर कमेन्ट गरिदिनु नभुल्दिनु होला। तपाईहरुलाई आजको भ्लग म देखाउने छु। आज चाहिँ हामी सबैजना घरमै छौं। ओके है त साथी हो, हेर्नुस् है। पर्खी गाईलाई खोले। यहाँ चाहिँ हाम्रो दुईटा गाई छ, बाउ र बाउ परे सरी। हेर्नु है त्यसलाई बेसी हुँदैन। ल्या 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 नगर्नु न बिचारा। दुध कम त छैन। यो चाहिँ फापरको पिठो, फापरको रोटी बनाउँदैछ मेरो मिसेसले। यो चाहिँ लन्चको लागि आजको। त्यसको त रोटी पनि यसो सुक्खा बनाएर खाइन्छ है है। दामी हुन्छ नि। तर हाम्रो आमा त खालि कोदो पिठो मिसाउँछ। त्यसलाई उयो दिएको छु मैले दुध। बाजे कस्तो भयो? मिठो भयो? नुन कला भएछ? हाम्रो त कोदो पिठो त हामी खाएको हो। के खानु नि हौ? प्यानकेक खानु नि? यस भन्दिनु नि। लु प्यानकेक चाहिँ यस्तो छ ल। थ्याङ्क यू भनेको खोइ। गुड गर्ल। खानु आमा। खानुस्। खोइ आमा। मम्मी बहिनीको। दाजु? खोइ दिएको छ। आमा त पात सुकिँदै ल मैले खाने यो। पात जाएर यो मलाई चाहिँ हजुर पातै सुकिँदै दिएर। पात छ म चाहिँ हतारमा चाहिँ बोल्दिनँ नि हो। हतार छैन भने चाहिँ बात मार्छु। बहिनीहरूसँग त त्यस्तै हो है बात त भने। ए सक्दैन। यो देख्दै गरेको चाहिँ गान्तोकको हुन्छ। सबैले यस्तै माया दिँदै गर्नुहोस्। तपाईँलाई फेरि पनि यस्तै भिडियो लिएर आउनेछु। धन्यवाद।